हाम्रो सर चाहिँ रातिको भनौँ न 9 बजे आउनुभएको छ। के लिनु होला भन्दाखेरि ओप्पोको A3X, जसको स्टोरेजको कुरा गर्नुपर्दा हजुरको 128 GB स्टोरेज अनि ऱ्याम भनेको 4 GB ऱ्याम। किन दाजु यति मूल्य पर्यो भन्दाखेरि यसको मूल्य हो प्रोसेसरले गर्दाखेरि। हजुर ऱ्याम रुममा नलाग्नु होला, प्रोसेसर चाहिँ हेर्नुपर्ने हुन्छ। प्रोसेसर भनेको यसको हजुरको 6S Gen 1, जसको मूल्य हजुरले 28,000 रु तिर्नुपर्ने हुन्छ। यो चाहिँ ओप्पोले हजुरको एउटा 14,500 र अर्को 18,000 मा यतिको प्रोसेसर दिएको छ। अर्को कुरा चाहिँ चार्जर चाहिँ हजुरको 45 वाटको चार्जर दिएको, असाध्यै नै राम्रो दिएको हो। यतिको हाम्रो ओप्पोको कम्पनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छ। अर्को चाहिँ हाम्रो डिस्ट्रिब्युटर डिलर रहेको, हजुरलाई 1 पिस चाहिरहेछ अथवा 10 पिस चाहिरहेछ सम्झिन सक्नुहुन्छ। कुन ठाउँदेखि पो आइदिनु भएको हजुर? नमस्ते सम्पूर्णमा, म चाहिँ पास्टरबाट आएको। हाम्रो ब्युटिफुल पास्टरदेखि आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छन्। प्रोसेसर कस्तो लाग्यो यो भनिदिनुहोस् त हजुर। अहिले बुझ्दै जाँदाखेरि चाहिँ फोनहरू अहिले धेरै प्रायः जस्तो कपी भएर आएको हुन्छ होइन। अब खासमा चाहिँ अलिकति फोनको चाहिँ पर्फर्मेन्स कस्तो छ त्यो बुझ्नु जरुरी छ है। अब बुझ्दै जाँदाखेरि चाहिँ अरू फोनभन्दा मलाई बेस्ट चाहिँ यो ओप्पो बेस्ट लाग्यो, त्यही भएर मैले चाहिँ यो फोन छानेको छु। सेवा है त हजुरलाई।